हजुर अहिले त रिस्टार्ट गरेपछि त राउटरमा उति मात्रै देखाइरहेको छ, सिग्नल मात्रै देखाइरहेको छ, नाम त केही पनि देखाएको छैन। हस् हुन्छ, हेर्दै गर्नु न। आइपी चाहिँ एक्सेसिबल भइरहेको छैन। अघिल्लो कलमा चाहिँ हजुरको अब राउटरको च्यानल मात्रै रिफ्रेस गर्दै हुनुहुन्थ्यो, चाहिँ देखिएको छ होइन। त्यति बेला हजुरले राउटर अफ गर्नुभएको थियो? केही पनि गरेको छैन, केही पनि चलाएको छैन। राउटर जस्ताको त्यस्तै छ, पावर ब्याङ्क लागेको छ। सेकेन्डरी राउटर पनि अहिले अन भएको छैन, सेकेन्डरी राउटर पनि अफ छ अहिले। अहिले आइपी नै एक्सेस भइरहेको देखिएको छैन हजुरकोमा है? हजुर। हजुरले राउटर हार्ड रिसेट गरेर चेक गर्नुपर्ने हुन्छ सर। गर्नु नि त, के गर्नुपर्ने हो गर्नु, उतैबाट गर्नु। हजुरको साइडबाट गर्नुपर्ने हुन्छ। ए रिसेट थिच्नुपर्ने हो? हजुर, रिसेट गर्ने ठाउँमा चाहिँ पिनसँग चाहिँ प्रेस गर्नु होला। ए हस् हजुर, एकैछिन ल भन्दैछ भिडियो। रिसेटमा थिच्नु पर्यो अरे, खोइ रिसेट। ल पिन ल्याऊ त। थिचिराख्नु पर्ने हो सर? 1 मिनट 1 मिनट थिचिराख्नु पर्ने। दिस इज द वर्ड लिङ्क। यस्तै हो, के गर्नु गाह्रो छ। भएपछि भन्नु न है, हामी थिचिरहेछौँ। ए हुन्छ, हस् हुन्छ। एकचोटि डेस्कटपमा देखायो भने भन्नु न। हुन्छ हस्। राउटरमा केही पनि बलेको छैन सर। राउटरमा दुईटा बत्ती बलिरहेछ, एउटा पावर बत्ती, एउटा 4G को बत्ती। एउटा पावरको बत्ती बलिरहेछ, एउटा 4G को बत्ती बलिरहेछ, अरू केही बलेको छैन राउटरमा। अब बल्ल चाहिँ रातो बत्ती बल्यो, पिलिक पिलिक भयो। अब निकालिदिँदा हुन्छ सर? हस् हजुर। ए हुन्छ हस्। ल है त, पावर बटनमा बत्ती आयो। हजुर। 4G जस्ताको त्यस्तै छ, पावरमा चाहिँ बत्ती आयो। अरू कुनैमा पनि बलेको छैन सर। हजुर। केही पनि छैन सर, 4G र पावर बटन मात्रै बलिरह। अहिले AUTH-मा बलिरहेछ, पिलिक पिलिक भइरहेछ, हेरेको हेरे भइरहेछ त्यो। अब लिङ्कमा बल्ने हो कि के हो त्यो चाहिँ थाहा भएन। ल लिङ्कमा चाहिँ बल्यो, AUT-मा चाहिँ अफ भयो।
AUT मा पनि बल्यो नर्मल बत्ती बल्यो हैन हजुर एकदम यताबाट अनलाइनको देखाए म एकचोटि फेरि पनि राउटर एक्सेस गर्नलाई चेक गर्दैछु हस् हुन्छ This is the service of world. अहिले इन्टरनेटमा कति बनेको छ केही पनि बलेको छैन सर 4G मात्रै बलिरहेछ 5G पनि चलेको छैन इन्टरनेट पनि चलेको छैन त्यही AUT लिङ्क पावर र 4G मात्रै छ 1 घण्टा कुरा गर्दाखेरि भर्खरै यो फोनमा चाहिँ 2.4 को नाम देखाइरहेको छ छैन हजुर केही पनि छैन ढुक्कसँग 1 घण्टाको कुरा गर्दाखेरि भर्खरै यतिसम्म आइपुग्यो यो 6 मिनेटको कुरा वर्ल्डिङ गरौँ लोडिङ गर्दै गर्दा आइपी चाहिँ एक्सेस भइरहेको छ नाच गर्नेहरूको हैन हजुर पिङ गरेर चेक गर्छु अझै पनि हजुरको पिङ भइरहेको छैन राउटर पनि एक्सेस गरिरहेको ल 5G चाहिँ देखायो सर फोनमा देखाएको बत्ती होइन बत्ती चाहिँ बलेको 5G चाहिँ देखायो भनेको फोनमा वाइफाईको नाम देखाएको छ छैन अहिलेसम्म छैन फोनमा वाइफाई अफ गरेर अन गरेको एकदम 10-12 चोटि गरिसक्यो अझै पनि राउटर एक्सेस गर्न रहेको राउटरकै प्रब्लम हो कि अहिले एकचोटि फेरि पनि रिलोड गरेर चेक गर्दैछु अब भर्खरै राउटर अन आएको हो नि त हजुरको त्यो आइपी एक्सेस नभएको मोबाइलमा त नेटवर्क त देखाउनु पर्ने हो नि त सर कमसेकम त 4G र 5G को नेटवर्क आएपछि त हुन्छ कहिले हजुरको अफ गरेर अन गर्दा चाहिँ हजुर त्यो अनुसारले ग्लिच भएर चाहिँ एक्सेसरीको जुन च्यानल हुन्छ त्यो चाहिँ डिसेबल गरिदिनु हुन्छ हजुर हजुरको फोनमा एएल एचएन त्यस्तो कुनै नाम देखाएको छ AL HN केही पनि छैन हजुर एउटा टावर मध्येमा एएल एचएन त्यस्तो देखाएको छ वरिपरिको नाममा भन अनिल यो के हो यो आशिष चौधरी छ अशोक चौधरी छ कार्तिक FKOLB छ निशान्त KOLB छ त्यो छेउछाउको वाइफाईहरू हजुर केही पनि छैन राउटर एक्सेसिबल भइरहेको छैन एकचोटि आइपी इस्यु चेक गर्नुको लागि म टेक्निसियन टिममा पठाउनु पर्ने भयो हजुरकोमा हजुर हुन्छ म टेक्निसियन टिम मसँग गरिदिन्छु कति बजी आउँदा हुन्छ भोलि हजुरको जति बजे पठाइदिँदा पनि हुन्छ अहिले पठाइदिँदा पनि हुन्छ अहिले चाहिँ अहिलेको राति काम के गर्ने हामी काम छ हाम्रो अब कति डलरको लस हुने हो त्यसको चाहिँ बेहोरा कसले उड्ने त त्यो चाहिँ अहिले मलाई जानकारी हुँदैन अब रातभर 12 डलर लस हुन्छ होइन सर सुन्नु कमसेकम एटलिस्ट त्यस्तो प्रब्लम छ भने स्पिडको प्रब्लम छ भने हामीलाई पहिले जानकारी गराइदिनु पर्ने हो कि त हामीले त्यतिकै पैसा त तिरेको होइन र रजिस्टर नम्बरमा कल गरेर आउँदा हुन्छ हजुर हुन्छ सुन्नु न सर सुन्नु पहिला दुःख बेथा सुन्नु न यहाँ कस्टमरको म अनलाइन ल्याइरहेको छु त एकछिन ल समात दुःख बेटा सुन्नु न यहाँ अन गरिरहेको छु स्विच अन गरिरहेको छु हेलो हेलो यो जुन हाम्रो वाइफाईको जुन समस्या छ नि त्यसको एटलिस्ट स्पिड कम भइरहेछ क्षेत्रमा अलि उत्यो छ वाइफाई चल्दैन यो दिनको लागि त्यसको अलि समस्या त पहिल्यै फोनमा आउनु पर्ने होइन र त्यो राउटरको स्पिडर बक्सहरू डाउन भएछ भने त्यो डिटेक्ट हुन्छ हजुर त्यो अनुसारले त्यसको लागि इन्फर्मेसन पठाइन्छ एसएमएसद्वारा हजुर स्लोहरू भइरहेको त्यस्तो अवस्था छ भने त्यसमा जानकारी हुँदैन सर अब त्यो त हाम्रो समस्या कि हजुरहरूको समस्या सर हजुरकोमा इस्यु आइसकेपछि हजुरले कल गरेर जानकारी गराइसकेपछि हामीलाई जानकारी अब त्यो त कतिचोटि गराउनु हजुर यो शुद्ध 10-15 चोटि गराइसक्यो 10-15 चोटि हजुर कतिचोटि चाहिँ गराउनु यो शुद्ध योभन्दा अगाडि त अकाउन्ट स्ट्याटसको
सुन्नुहोस् सर, योभन्दा पहिला पनि 1 महिना अगाडि हामीले फोन गरेको थियौँ। कुन चाहिँ म्यामले, कलैयाको म्यामले हो कि कहाँको बिरगन्जको म्यामले फोन उठाउनु भएको थियो है? कलैया कि बिरगन्जमा हजुरहरूको उ त्यो छ, ब्रान्च छ? थाहा छैन? ए त्यो एकचोटि बुझिदिनु पर्यो। अब हाम्रो कामको जुन लस भइरहेको छ नि, यो चाहिँ कसले बेहोर दिने त? वाइफाईको द्वारा त वाइफाई पनि चलिरहेको छैन। अनि आजको लागि चाहिँ के गर्ने त सर, त्यो त भनिदिनु न त। अनि त्यसको बेहोरा चाहिँ कसले ओर्ने त? अब सर हजुरहरू स्टाफ हो, हजुरहरूले कमसेकम रिपोर्ट गरिदिनु पर्यो, कस्टमरलाई यस्तो यस्तो दुःख परेको छ। कस्टमरहरूको सुन्नुहोस् न सर, सँगसँगै नखाडिकन कस्टमरहरूलाई यस्तो दुःख परिरहेछ, यतिको घाटा भइरहेछ। अब वाइफाई नै कि त नयुज गरिदिनु भन्नु पर्यो होइन? सिधै नभए केही उपाय दिनु पर्यो। अब यतिको लस भइरहेछ भने केही न केही त बेहोर्नु पर्यो नि त हजुरहरूले पनि। ए त्यस्तो पो? कम्पनसेसन के को कम्पनसेसन? वाइफाईको हाम्रो लस कम्पनसेसन दिन्छ? लस कम्पनसेसन दिँदैन वर्ल्डिङले कहिले पनि। हाम्रो काम छुटेको छ वाइफाईबाट, दिन्छ कहिले? हजुर अब सर कि त एकैचोटि रिपोर्ट गरेर वाइफाई अब गाउँबाटै हटाउनु पर्यो कि त। हजुरको नाम के भन्नुभएको अरे? प्रज्वल के अरे? प्रज्वल रामदेव? रम्पल? रम्पेल? हजुर प्रज्वल रम्पेल होइन त? हजुर कुन ब्रान्चबाट बोल्दै हुनुहुन्छ? ए जवलाखेलबाट। हस् हजुर हस्। अब भोलि कति बजी आइपुग्ने हो यो टेक्निसियन अफिसरहरू? त्योभन्दा चाँडो हुँदैन? स्टार्टिङ नै 8 बजेदेखि हो? अब सर केही रिपोर्टहरू दर्ता भयो भनेदेखि चाहिँ हामीदेखि दुःख नमान्नु होला। यो सबै चाहिँ रेकर्ड गरिरहेछौँ हामी पनि है। अब अरूबारे चाहिँ म केही भन्न सक्दिनँ। हस् त, धन्यवाद है। एकदम हजुर।